आजको हाम्रो 13औं पूर्ण बैठकको चाहिँ आज हामी कार्य समिति भेला भएर चाहिँ यहाँनिर हामीले निर्णय निकालेका छौँ। आदरणीय अध्यक्षज्यूको अनुमतिमा म यो वाचन गर्न गइरहेको छु। आज मिति 2083 साल जेठ 2 गते आइतबारको दिन भारतीय भूतपूर्व सैनिक सङ्घ शाखा उर्लाबारी मोरङको अध्यक्ष सुब्दार यमलाल लिम्बू ज्यूको अध्यक्षतामा कार्य समिति भेला भई बैठक बसी तपसिल बमोजिम प्रस्तावमाथि छलफल गरियो। उपस्थिति हामी टोटल्ली 21 जना हाम्रो कार्य समितिमा छौँ। यो तपाईँको एम्बुलेन्स लगायत सल्लाहकार लगाएर यो म तपाईँलाई अलिक समयको अभावले म भन्न चाहिएन। त्यसमा हामी 21 जनाको सदस्यबाट चाहिँ पदाधिकारीज्यूहरूबाट चाहिँ हामीले प्रस्तावहरू यस प्रकारले निर्णय हामीले प्रस्ताव र निर्णयहरू पारित गरेका छौँ। प्रस्ताव नम्बर 1 मा कार्य समिति विघटन गर्ने सम्बन्धमा, प्रस्ताव नम्बर 2 साधारण सभा अधिवेशन बोलाउने सम्बन्धमा, प्रस्ताव नम्बर 3 निर्वाचन समिति गठन गर्ने सम्बन्धमा र प्रस्ताव नम्बर 4 अधिवेशन र यो साधारण सभा र अधिवेशन चाहिँ कहिले कुन डेटमा गर्ने, कुन समयमा गर्ने भन्ने विषयमा चाहिँ हामीले छलफल गरिरहेका छौँ। निर्णयहरू चाहिँ यस प्रकार रहेछ। प्रस्ताव नम्बर 1 माथि छलफल गर्दा भारतीय भूतपूर्व सैनिक सङ्घ शाखा कार्यालय उर्लाबारी मोरङको 3 वर्षे कार्यकाल पुरा भएकोले नयाँ कार्य समितिको गठन गर्ने भनी सर्वसहमतले पारित गरियो। त्यसैगरी प्रस्ताव नम्बर 2 मा भारतीय भूतपूर्व सैनिक सङ्घ शाखा उर्लाबारी मोरङको कार्य समितिको कार्यकाल पुरा भएकोले संस्थाको साधारण सभा अधिवेशनमा कार्य समितिको विघटन गरी नयाँ कार्य समितिको गठन गर्ने भनी सर्वसहमतले निर्णय गरियो। त्यसैगरी प्रस्ताव नम्बर 3 मा भारतीय भूतपूर्व सैनिक सङ्घ शाखा उर्लाबारी मोरङको नयाँ कार्य समिति चयनको लागि निर्वाचन समितिमा 3 जना सदस्यहरूको गठन गरी निर्वाचन गर्ने भनी सर्वसहमतले पारित गरियो। यो निर्वाचन समितिमा तपसिलका सदस्यहरू रहेका छन्। 1 नम्बरमा छ अध्यक्ष हलदार ईश्वरमान राई, उहाँ चाहिँ अहिले हालको सल्लाहकार हुनुहुन्छ। त्यसैगरी सदस्यमा हलदार इन्द्र बहादुर लिम्बूज्यू, उहाँ चाहिँ एम्बुलेन्स सङ्घको चाहिँ सचिव हुनुहुन्छ भने त्यसैगरी सदस्यमा अनेरी नाइटुदार परशुराम बस्नेत, उहाँ चाहिँ यही अहिलेको हाम्रो कार्य समितिको सल्लाहकार हुनुहुन्छ। उहाँलाई चाहिँ हामीले नियुक्ति गरियो। यो चाहिँ हजुरहरूलाई छिटै निर्वाचन चाहिँ कस्तो तरिकाले गर्ने भनेर मात्रै हामीले यो प्रस्ताव र निर्णयमा हामीले पारित गरेका छौँ। त्यसैगरी प्रस्ताव नम्बर 4 मा यो साधारण सभा र अधिवेशन चाहिँ कहिले गर्ने भन्ने विषयमा चाहिँ हाम्रो यो कार्य समिति भित्रबाट सबैबाट सल्लाह सुझाव आएको हामीलाई चाहिँ यो जेठ 10 गते आइतबारको दिनको ठिक 10 बजे चाहिँ हामीले अधिवेशन र साधारण सभा गर्ने लोकेसन चाहिँ यो हाम्रो यहाँका वन अफिसमा चाहिँ हामीले गर्ने कुरो पनि यहाँ जो पनि उपस्थित हुनुहुन्न यहाँ सम्पूर्ण आजीवन सदस्यज्यूहरूलाई म के अरे खबर दिन चाहन्छु। ल आजको प्रस्ताव र निर्णय यहीँसम्म आएको म सम्पूर्णलाई पुरा गर्न के अरे राख्न चाहन्छु। फेरि पनि तपाईँहरूको सल्लाह सुझाव छ भने राखिदिनु हुन पनि म अनुरोध गर्न चाहन्छु। धन्यवाद। ल यहाँ तपाईँहरूको अमूल्य समय लिएर चाहिँ यो साधारण सभा र अधिवेशनको बारेमा तपाईँले सल्लाह सुझाव दिनुभएको छ। त्यसमा तपाईँहरूलाई एकदम हाम्रो संस्था भनौँ हाम्रो सङ्घबाट चाहिँ धन्यवाद दिन चाहन्छु र आजको कार्यक्रमलाई समापन गरिदिनु हुन यसै सङ्घका अध्यक्षज्यूलाई म हार्दिक अनुरोध गर्न चाहन्छु। धन्यवाद सञ्चालक सचिव अशोक अन्सङ्गज्यू। आजको कार्य समितिको बैठक बोलाउनुको मुख्य कारण सम्पूर्णले बुझिसक्नु भएको छ। आजको बैठक बोलाउनुको कारण यो हाम्रो कार्य समितिको 3 वर्षको कार्यकाल पुरा भइसकेको कारणले नयाँ कार्य समितिको चयनको लागि अधिवेशन साधारण सभा बोलाउने भनी यो
कार्य समितिको बैठक बोलाइएको छ र यसमा यस कार्य समितिमा आजको बैठकमा जो प्रस्तावहरू पारित भएको छ त्यो सबै प्रस्तावहरू सचिव अशोक अन्सम्बोज्यूले वाचन गरेर सुनाइसक्नु भएको छ र त्यसले गर्दाखेरि यो हाम्रो कार्य समितिको अन्तिम बैठक पनि हो र त्यसले गर्दाखेरि अब अधिवेशनमा मात्रै हाम्रो एकपल्ट हाम्रो भेट हुन्छ होला, त्यतिखेर मात्रै एकछिनको लागि हाम्रो विघटन नभइन्जेलसम्म यो कार्य समिति यहाँनिर बसिन्छ होला। र त्यसले गर्दाखेरि अहिलेसम्म 3 वर्षको कार्यकालमा एउटा अध्यक्षको हैसियतले मैले कार्य समितिभित्रको सदस्यहरू पदाधिकारीहरूलाई मात्रै नभई हाम्रो सदस्यहरू आजीवन सदस्यहरूलाई पनि केही कुराहरू या कुनै काम मा मैले कुनै गल्ती भने कि गल्ती गरे कि या कुनै त्रुटि कुराहरूको त्यहाँ भने कि हैन, तर त्यस्तो खालको कुनै शब्दहरू मेरो तर्फबाट चाहिँ भयो भने मलाई आजै माफ गरिदिनु होला भनेर पनि म भन्न चाहन्छु। किनभने काम गर्दै लाँदाखेरि अब कतिखेर के भनिन्छ कतिखेर के गरिन्छ त्यो अब कामले काम गर्दै जाँदाखेरि अलिकति त्यस्तै हुँदो रहेछ, कसैलाई ज्यादा कसैलाई कम्ती हैन, जस्तो एउटा टिडीकै कुरा गर्नु पर्दाखेरि। त त्यसले गर्दाखेरि अब त्यहाँनिर कमी बेसी त अवश्य पनि भएको छ होला। त त्यसमा मबाट चाहिँ कुनै त्रुटि भएको छ भने चाहिँ म यहीँबाट आजकै कार्य समितिको बैठकबाट पनि सम्पूर्ण आजीवन सदस्यहरू समेतलाई म माफी चाहन्छु। धन्यवाद भन्दै आजको बैठक पनि यहीँ समापन भएको घोषणा गर्दछु।